यो ऐन कानुन सबलाई चाहिँ खारिज गरेर जान्छ। विकास हुँदैन, यस्ता ऐन कानुन राखेर नेपालमा विकास हुँदैन। म मन्त्री भएको 2.5 महिना भइसक्यो। 6 महिना अगाडि मैले यो गर्नुपर्छ भन्ने काम मन्त्री भएर पनि गर्न सकेको छैन। यो ऐन देखाउँछन्, कता ऐन देखाउँछन्, के हुन्छन्, कामै हुँदैन। अनि कसरी हुन्छ? त्यो भएको हुनाले यो मैले अघि त्यहाँ चाहिँ उसमा पनि देखेँ, यो छाता चाहिँ ऐन ल्याउनुपर्छ। एउटै ऐनले सबलाई सखाप पारेर काम गर्ने र 10 वर्षको डेभलपमेन्ट डिकेड भनेर घोषणा गर्ने, 10 years डेभलपमेन्ट डिकेड भनेर घोषणा गर्ने, कुनै ऐनको काम नलाई तत्काल काम गर्ने, अगाडि बढ्ने गर्यो भने यो देश कहाँबाट काम हुन्छ? किन रोजगारी भएन? यहाँ रोजगारी धेरै हुन्थ्यो। कन्ट्र्याक्टरले, निर्माण व्यवसायले ठेक्का लिन्छ। सडकमा मात्रै 2100वटा ठेक्का रहेछ। 2100वटा ठेक्का लिन्छ। ठेक्का लिएर अब निर्माण व्यवसाय उता जग्गाको किनबेचमा लाग्छ। 15 वर्षसम्म त्यो पुल पनि बन्दैन, सडक पनि बन्दैन। अनि त्यो रोजगारी कहाँबाट क्रिएट हुन्छ? त्यो पैसा त्यहाँ खर्च भयो भने त्यहाँ रोजगारी क्रिएट हुने हो? रोजगारी नै क्रिएट हुँदैन। कहाँबाट चाहिँ नेपालीले रोजगारी पाउने? यस्तो अवस्थाले बन्दैन। त्यो भएको हुनाले कार्यान्वयन पक्ष एकदमै बलियो हुन्छ। जतिसुकै तपाईँले भिजन दिनुहोस्, जतिसुकै नीति बनाउनुहोस्, कार्यान्वयन गर्नु पर्यो। यो कार्यान्वयन पक्ष राम्रो भएन भने नेपाल कहिले पनि समृद्ध हुँदैन। एक्सनमा जानु। अब हाम्रो ब्युरोक्रेसीमा यो अलिकति साइन गर्यो भने त मलाई त अख्तियारले बोलाइहाल्छ नि भन्नुहुन्छ। अब त्यो सानो बजेट 16-17 खरबको बजेटमा 3 खरब रुपियाँ पुँजीगत खर्च हुन्छ। त्यो पनि खर्च गर्न सक्दैन। यो पनि डिसिजन गर्नु। त्यो भएको हुनाले हामी यो देशलाई, हामीसँग रिसोर्स सबै छ, ह्युमन रिसोर्स पनि हामीसँग छ, सबै चिज छ, तर सबै चिजलाई अप्ठ्यारो गर्ने गरेर त्यो बाँधेर त्यो कहीँ पनि जान नसक्ने गरेर बाँधेर राखेको छ। त्यसले देश विकास हुँदैन।